Good morning from Da Nang. हामीले चाहिँ दनाङको फेमस एक्टिभिटी बाना हिल्स भन्ने थियो त्यसलाई चाहिँ स्किप नै गर्ने भयौँ किनकि धेरैवटा भिडियोजहरू हेर्दाखेरि चाहिँ अलिकति ओभर हाइप छ भनेर धेरैजनाले भन्यो। सो अब हामीसँग वान इन्टायर डे छ। के गर्ने त भन्दाखेरि चाहिँ हामीले स्कुटर हायर गर्ने प्लान बनायौँ। यहाँ चाहिँ के छ भने स्कुटर रेन्ट गर्नको लागि चाहिँ इन्टरनेसनल ड्राइभिङ पर्मिट चाहिन्छ जुन हामीसँग छैन। तर यदि हामीले इलेक्ट्रिक स्कुटर रेन्ट गऱ्यौँ भने चाहिँ त्यसको लागि चाहिँ इन्टरनेसनल ड्राइभिङ पर्मिट चाहिँदैन अरे। भर्खर एउटा स्कुटर रेन्ट गर्ने ठाउँमा गयौँ अनि त्यसको रिभ्युजहरू एकदमै राम्रो थियो क्या। गुगलमा एकदम राम्रो रिभ्यू भएको कारणले नै हामीहरू त्यहाँ गयौँ। तर अनफर्चुनेटली उनीहरूको सबै स्कुटर्सहरू चाहिँ अलरेडी बुक भइसकेको रहेछ। अब त्यहाँबाट हामीहरू अर्को ठाउँ जाँदैछौँ। उसले चाहिँ अर्को ठाउँ रेकमेन्ड गरेको छ। अब त्यहाँ गएर हेरौँ। इजी गो रे नाम चाहिँ यो होला ठाउँ चाहिँ आई गेस imu.vn रे। उसले त इजी गो भनेर भनेको थियो। ओह इजी गो ल ऊ त्यहाँ रहेछ। यु फ्रम हियर आई निड टु रेन्ट अ स्कुटर। ओह वाह सेम कभर सेम सो हामी दुईजनाको सेम कभर रहेछ। क्यान यु सो इट वन्स? सौगात from Nepal. Oh. So हाम्रो राइड चाहिँ यो हो। We are ready to ride. हामी फेरि हिजोको क्याफेमै आयौँ। क्याफे चाहिँ यो हो खोङ भिगन किचन भनेर। यो क्याफेमा हामीहरूले राम्रो अर्डर गरेको छौँ। आज फर्स्ट मिल हो हाम्रो आजको। एकदमै हेभी खाएर चाहिँ अनि बल्ल हामीहरू निस्किन्छौँ। ब्रन्च कम्प्लिटेड र अब हामीहरू यहाँबाट जाँदैछौँ द मार्बल माउन्टेन। हामी आयौँ द मार्बल माउन्टेन्स। यो हो रहेछ माउन्टेन चाहिँ र यसको लागि चाहिँ यहाँ लामो लाइन छ। यो लाइनमा राइना गएर बसिसक्यो। सो अब हामीहरू टिकट काटेर अनि चढ्छौँ। हामी फर्स्टमा जाँदैछौँ यो के केभ हो चाहिँ मलाई थाहा भएन। खासमा हामीहरू मार्बल माउन्टेन्स जान लागेको यहाँबाट रहेछ। बट फर्स्टमा चाहिँ हामी यो लाइन बस्यौँ र यो लाइन भनेको चाहिँ यो केभको लागि हो रहेछ। सो यस टिकट काट्यो। अब हामीहरू जाँदैछौँ। Come on. Do I look like Vietnamese? सो भर्खरै राइना र मैले चाहिँ म्याचिङ ह्याट किन्यौँ। यो केभको इन्ट्रान्स। अब हामीहरू केभभित्र छिर्दैछौँ। सिन्छाउ यस्तो काठ रहेछ नि त नि। ए यो मार्बल नै हो यो? ए हो त रहेछ नि। हामी अब अगाडि बढ्दैछौँ। यो केभको अझै भित्रपट्टि छिर्दैछौँ। फ्रन्ट भ्यू चाहिँ यस्तो छ रहेछ। अनि यहाँबाट हामीले त्यहाँ छ नि होराइजनमा त्यो चाहिँ बिच हो। अनि यस्तो स्कल्पचर्सहरू चाहिँ बनाएको रहेछ। अघिको केभ चाहिँ कम्प्लिट भइसकेको छ। अब यहाँको मेन अट्र्याक्सन भनेको चाहिँ यो द मार्बल माउन्टेन्स रहेछ। अब हामी त्यो मार्बल माउन्टेन्स जान आइरहेको छौँ। टिकट लिइसक्यो। माथि डाँडामा पुग्नको लागि चाहिँ एउटा आफैले हिँडेर जान पनि मिल्ने रहेछ र अर्को भनेको चाहिँ एलिभेटर छ रहेछ। यो हामीले चाहिँ हिँड्नुभन्दा पनि एलिभेटर नै चुज गऱ्यो। हाम्रो लाइन चाहिँ यस्तो छ। यो लाइन भयो पछाडिसम्म नै लाइन छ। मेरो लाइन यहाँ छ। हामीहरू अब पुग्न आँटिसक्यो। हामी एलिभेटर चढिसक्यो। सो एलिभेटर माथि जाँदैछ।
ओके हामी एलिभेटर चढेर माथि आयौँ अब के छ त यो द मार्बल माउन्टेनमा त्यो कुरा एक्सप्लोर गर्छौँ र एक्सप्लोर गर्नुभन्दा अगाडि ऊ बसिसक्यो के थाक्यो ऊ लाइन बसेर थाकेको अरे हिँडेर पनि होइन यो मार्बल माउन्टेन्स यत्रो ठुलो छ रहेछ है हामी घुम्दा घुम्दा थाकिसक्यो तर यो सकेको छैन हामी यो हेभेन्स गेटको भर्याङ भर्खरै म चाहिँ चढिसकेँ सोल्टी चढ्दैछ बिस्तारै यो चाहिँ हेभेन्स गेट रे अब हेभेन पुग्न त अझै धेरै टाइम छ तर हेभेन गेटसम्म चाहिँ हामीहरू पुग्नेछौँ यो गेट जाने कि उ त्यो गेट जाने Hey, how was the Heaven Gate? What? How was the Heaven's Gate? It's so good. It's good? High. It's high? You can This one and you went this side also? I've been there, but it's not worth it. Not worth it. This one worth it? Yeah. Okay, great. It's illegal. Okay, thank you. Cheers. Cheers. पछाडिको चाहिँ worth it छैन सो हामी यो डिरेक्सन जानेछौँ Heaven's Gate. I wonder how Heaven's Gate look like. So, Heaven's Gate. यस्तो हावा आइरहेको छ हेर्नु अलिकति माथिको भ्यू हेर्नु भियतनामिज केटीहरूलाई फोटो खिच्न चाहिँ एकदम नै आउने क्या पुरै प्रोफेसनल क्यामेरा त्यो सिल्भर कलरको त्यो जुन के हुन्छ त्यसलाई लाइट बक्स के भन्छ त्यो सब भइकन पुरै ट्रेडिसनल ड्रेस लगाएर यस्तो राम्रो राम्रो सबैजना राम्री भएर पुरै फोटो खिचिरहेछन् अब हामी कोकोनट वाटर खान लागिरहेको छौँ कोकोनट वाटरको कति हो 35,000 dong. Is it cold? Cold. No No cold. cold, no cold. Okay. No ice. Yeah. One. मार्बल माउन्टेनमा घुमफिर सकाएर हामी होटल जान्छौँ एकछिन रेस्ट गर्छौँ र फेरि पुग्छौँ सोन्ट्रा मार्केट अहिले भर्खर हामीले एउटा ठाउँमा पार्क गरेको स्कुटर त्यो ठाउँमा पार्क गर्नु नहुने रहेछ हामीलाई थाहा छैन टिकट पनि लियो अनि फर्केर आउँदाखेरि स्कुटरै छैन अहिले अब हाम्रो स्कुटर खोज्दैछौँ अब यो केटाहरूले चाहिँ अन्त राखेको जस्तो कुरा गरिरहेछ अब ल्याङ्ग्वेजहरू पनि केही बुझ्दैन अब यदि स्कुटर पुलिस स्टेसनमा छ कि यहाँ छ भने चाहिँ थ्याङ्कफुल्ली यहाँ छ धन्न पुलिस स्टेसन पुग्नु परेन यस्तो हुन्थ्यो नि ठ्याक्क हामीले पुलिस भ्यानमा गइरहेको देखेर साथ गयो है अन्त लिएर गयो होला अन्ठाने नि धन्नै नि अहिले बसाइसकेको रहेछ नि यार त्यही भएर थ्याङ्कफुल्ली धेरै नै एडभेन्चर भयो सो अब चाहिँ हामी स्पा जाँदैछौँ द नेक्स्ट डे गुड मर्निङ आज हो हाम्रो दनाङको 3rd डे र अहिले हामीहरू जाँदैछौँ लेडी बुद्धको ठुलो स्ट्याचुमा जुन दनाङमा छ यो हो त्यो स्ट्याचु जाने हाइवे यस्तो छ यहाँको र यतापट्टि छ राइना राइना आज पुरै चाइनिज जस्तो ड्रेसअप गरेर बसेको छ पुरै तलदेखि माथिसम्म उसको यो चाइनिज ड्रेस लगाएर ऊ निस्केको छ विथ हर क्युट पिङ्क हेलमेट र मेरो चाहिँ ब्लू हेलमेट छ र अब हामीहरू जाँदैछौँ लेडी बुद्धको ठुलो स्ट्याचुमा
भर्खर एकछिन बाँदरहरूको आतङ्क देख्न पाइयो। एउटा बाँदर आएर कुन चाहिँको स्कुटरमा चाहिँ कफी राखेको थियो, त्यो कफीको आइस कफी थियो, त्यो आइस कफी निकालेर पुरै पिउन थालिदिएर नि। सो या मङ्की आतङ्क हामीहरूले बालीमा एकदमै नराम्रोसँगै फेस गरेको थियौँ, त्यही भएर हामी अलिकति सचेत छौँ। हामी लेडी बुद्धको स्ट्याचुमा आइसक्यौँ, यहाँबाट भर्याङ छ। अब यहाँबाट हामी माथि चढ्दैछौँ। यो इन्टायर प्लेस कस्तो पिसफुल छ क्या, केहीको पनि साउन्ड छैन। चराचुरुङ्गीको साउन्ड छ, भित्र मन्दिरमा घन्टीको टिङ टिङ गरेको माइल्ड साउन्ड छ, वरिपरि नेचर छ, वाइट एकदमै एस्थेटिक स्ट्याचुहरू छ र एकदम नै भित्रैबाट आनन्द आइरहेको छ। मैले चाहिँ हिजो नै खासमा यो लेडी बुद्धको स्ट्याचु आउँ भनेर भनेको होइन। राइनाले के भन्छ, होइन त्यो त हाम्रो साँगा जस्तै नै छ, खासै स्पेसल केही पनि लागेन मलाई रे। अनि अहिले आएर के भनिरहेको छ, आहा कस्तो राम्रो ठाउँ रहेछ, वाह आहा भनिरहेको छ छपरी। नाउ दिस इज द बिगेस्ट स्ट्याचु अफ लेडी बुद्ध। लेडी बुद्धको भ्रमण कम्प्लिट भइसक्यो। लेडी बुद्धको स्ट्याचु र जति यो इन्टायर स्ट्रक्चर र मोनुमेन्ट छ एकदम नै पिसफुल छ, एकदम नै राम्रो छ, एकदम नै सफा छ। नेचर एस्थेटिक स्ट्याचुहरूको ब्लेन्ड गरेर एकदम नै राम्रो बनाएको छ क्या। अब हामीहरू स्कुटर पुऱ्याउँछौँ, त्यसपछि खान्छौँ, केही भोक लागिसक्यो। र आज हाम्रो यो दनाङको लास्ट डे हो। लास्ट डे पनि के भनौँ, अब हामी यहाँबाट होयानतिर चाहिँ जानुपर्ने हुन्छ। सो यस द्याट इज इट। र अब हामीहरू ट्याक्सीमा खोङ भेगन किचन जाँदैछौँ। यो हाम्रो 1 to 3rd टाइम हो। दनाङमा आएको 3 दिन भयो र हाम्रो 3rd टाइम हो। हामी एभ्री डे त्यही भेगन किचनमै गएर खाइरहेको छौँ। सो वी रियली होप कि यो एपिसोडलाई तपाईँहरूले एकदमै मन पराउनु भयो होला। दनाङमा के गर्ने, कसरी गर्ने, हामीले के कुरा एक्सप्लोर गऱ्यौँ भनेर पनि तपाईँले हाम्रो पोइन्ट अफ भ्यूबाट हेर्नुभयो होला। सो अब तपाईँहरूलाई भेट्नेछौँ हामी नेक्स्ट एपिसोडमा। बाई। एन्ड प्लिज भिडियो राम्रो लाग्छ भने चाहिँ लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्नु नबिर्सिनुहोस्।